भिड बिथोलियो के भिड बिथोलियो नि त अनि आने यता भिड बिथोलियो क्या केटाहरूले shot dead by Nepali police from inside the grounds of Parliament. Protesters took what cover they could find. Yogendra died of his injuries. He was 24. In the footage investigated by the BBC, neither Yogendra nor any of the other victims we have examined was engaged in any violence. According to official figures, 19 young Nepalis were killed in the protests on September 8th. A further 300 were injured. So how did the police come to fire on their own citizens? Hi guys, namaste and welcome to हजुरहरुलाई म चाहिँ आज थोरै इन्फर्मेसन दिन आएको इन्फर्मेसन भन्दा नि मलाई लागेको कुराहरु भन्न आएको जुन बीबीसी न्यूजको जुन सोशल मिडियामा अहिले जुन तहल्का मचिरहेको छ नि त्यही बारे मैले टिकटकमा एकदम धेरै क्लिप्सहरु भिडियोको सर्ट भिडियोहरु एकदम धेरै हेरेको थिएँ तर पनि युट्युबमा गएर हेर्ने हिम्मत चाहिँ आएको थिएन पछि हिजो बेलुका चाहिँ हेरेँ मैले फुल हेरेँ हरेक क्लिप पछाडी सारेर त्यो हुन्छ नि सब हेरेँ त्यही हेर्दाखेरि मेरो यस्तो मन दुख्यो त्यो मलाई यस्तो गाह्रो भयो मेरो आँखाबाट उसके आँखाभरि आँसु थियो म त्यही ठाउँमा छु मैले त्यहीँ बसेर हेरिरहेको छु जस्तो भएको थियो कि त्यस्तो मजाले भिडियो बनाएको छ त्यसमा केही मिलावट छैन कसैले जुन अरू न्युज बनाउनेहरूले बनाउँछ नि एकदम बढाएर एकदम निचा गरेर एकदम कुनालाई एकदम उचालेर कुनालाई फेरि एकदम दबाएर त्यस्तो केही छैन त्यो भिडियोमा केही छैन जे कुरा हामीले नेपालमा बसेर भोगेको थियौँ हामीले सुनेको थियौँ त्यही कुरा मात्रहरू हो त्यो भिडियो त्यही हो भिडियोको क्लिप्सहरू त्यही हो अनि त्यसैमा के भएको भनेर त्यही भने हो के इभन त्यो सुट गर्ने मान्छेहरूको धरि जुम बढाएर उनीहरूले नेपाली पुलिसहरूकोमा गन देखाएर फायर गरेको धरि देखायो क्या सबै थोक देखायो क्या त्यसमा त्यो केही मिलावट यताउता छैन क्या त्यो दुनियाँ न्युजहरूले बनाउँछ नि के अरे यो कुनालाई एकदम उचालेर कुनालाई एकदम दबाएर त्यस्तो केही छैन त्यसरी अब त्यो भिडियो एकदम तहल्का मसलादारवाला त्यसरी सोचेर हेर्नुहुन्छ भने चाहिँ नहेर्नु है स्पेसली जो पार्टीहरूको हुन्छ नि उनीहरू त हेर्दै नहेर्नु म सिधै भन्छु अनि जो मान्छेहरू पनि स्टिल अब हुन्छ नि त्यही डिपमा त नजाम तर पनि अब फ्यामिलीहरू सबैलाई त्यो भिडियो देखाउनु अनि एकदम मनबाट एकदम पीडितको परिवारलाई चाहिँ एकदम धेरै हिम्मत दिनु त्यो भिडियो हेरेर कस्तो मन दुखेको थियो मेरो भनेपछि त्यो परिवारको दिदी बहिनी दाजुभाइ बाउ आमा बाजे बजेहरूलाई कस्तो भयो होला के त्यो गोली यस्तरी लगाएर त्यहाँ पछाडे उचाले एम्बुलेन्समा हाले दरबार अगाडि लगेर झन्डाले ढाकेर राखे कस्तो भयो होला क्या त्यो हेर्दाखेरि म उनीहरूको परिवारलाई चाहिँ एकदम धेरै सहन सक्ने क्षमता दिउन् भन्छु है कस्तो छ कि धेरै कुरा त केही बोल्दिनँ जस्ट अहिलेको भोटमा चाहिँ जसले पनि भोट हाल्न जानुहुन्छ नि एकचोटि त्यो भिडियो हेर्नु त्यो भिडियो हेर्दाखेरि कसले अर्डर दिएको को सत्तामा थियो कसले गर्दाखेरि चाहिँ त्यस्तो भएको हो त्यो चाहिँ हेर्दिनँ है म अब त्यस्तो ठुलो मान्छे होइन उसो हुन्छ मेरो भिडियो तपाईँहरू माझमा पुग्छ कि पुग्दैन भन्ने पनि थाहा छैन मलाई होइन तब एकदम सहनै नसकेर जुन अझै पनि हिँड्छ नि झन्डा लिएर ओ माइ गॉड आई क्यान एक्सप्लेन के गएर ठोक्दिन जस्तो रिस उठ्छ यार त्यही भएर होप फर चेन्ज कुन पार्टीले हान्ने यो पार्टीलाई हान्नु त्यो पार्टीलाई हान्नु भन्दिनँ तर पनि होप फर चेन्ज धेरै वर्ष सह्यौँ धेरै वर्ष कसैलाई सत्तामा दियौँ कसैले केही गर्न सकेन कोही मान्छे आएको छ गर्छु भनेर भन्छ भने चाहिँ लेट्स ट्राई
यत्रो 30-25 वर्ष 20 वर्ष त एउटै मान्छे 3टा मान्छेलाई पालो पालो गरिदिउँ लेट्स गो 5 वर्षमा के नै उखाड्छ र ट्राई हानौँ उखाड्छ भने उखाड्न दिउँ उखाड्न सक्दैन भने त्यसपछि द्याट्स युवर चोइस त्यसपछि जे गर्नु भने थाहा गर्दा अब बट दिस टाइम चाहिँ प्लिज होप फर चेन्ज जेन्जी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ उनीहरूलाई मनदेखि नै एकदम 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 रेस्पेक्ट आरआइपी आई एम ब्युटिफुल सोलहरू आई कान्ट म केही भन्न सक्दिनँ उनीहरूलाई एकदम सल्युट छ यो जति नै अहिले जति नै हल्ली चल्ली छ नि जस्ट फर यु गाइज के तपाईँहरूको योगदान हजुरहरू उहाँ गएर त्यसै प्रोटेस्ट गरेर आफ्नो ज्यानसम्म गुमाएर गरेको अल अफ यु गाइज के ब्युटिफुल सोलहरू हाइली सो लेट्स गो फर अ चेन्ज भिडियो राखिदिन्छु त्यो उसको सर्च हान्नु हेर्नु युट्युबमा गएर फोनबाट हान्नु घरको जतिजना मान्छेहरू सबको फोनबाट टिभीमा ल्यापटपमा तखल्कै मचाइदिउँ अनि एकचोटि यो भिडियो हेरौँ अनि त्यो मान्छेको ठाउँमा बसी हेरौँ जसले आफ्नो बच्चा गुमाएको हो दाजु बहिनी गुमाएको छ उसको ठाउँमा बसेर आफूलाई हेरौँ कस्तो फिल हुन्छ को मान्छेले गर्दा भएको के भएको त्यसपछि नेक्स्ट स्टेप चाल्नु होला जय नेपाल जय देश जय जय रेस्ट इन पीस ब्युटिफुल सोल एन्ड थ्याङ्क यू